आहा कहाँ जाने सुरुमा पहिला घरहरू घरहरू खोज्दै भन्दा पनि पहिला ढुङ्गा एक ठाउँ स्कुटी राखेर हिँड्नु पर्छ हेलो यो चाहिँ प्याक हुँदो रहेछ यहाँ रोक्ने अलिक पर राख न पानी बोक्नुपर्छ किन्न पाइहाल्छ नि पानी म त्यहाँ त्यतै राख न त होइन यहाँ पहिला योहरू हेरौँ न देखाएर जाउँ न होइन पहिला तिमीहरू के चोक भन्थ्यौ यसलाई चाहिँ के भन्थ्यौ यो बिचमा सानो बाङ्गे त उतै तलको होइन त्यो तल्लो बाङ्गे उतै माथिल्लो बाङ्गे यो चाहिँ बजार यताबाट ट्याक्सी स्ट्यान्ड होइन उता गेट भएको ठाउँ ट्याक्सी स्ट्यान्ड रासन गोदाममा के बनाएको छ यसो गरेर हेरौँ पानीको ट्याङ्की त्यत्तिकै छ यहाँनिर पार्क बनाएको छ तार गेट खुला छ यो सेक्टर ए हो नि यो बाटोदेखि यता ऊ माथिदेखि यता अनि सेक्टर ए ऊ पर त्यो गेटदेखि सेक्टर ए भित्र दामी बनाएको छ पुरै पार्क छ होइन अब त समूहको उ त्यो हो उनीहरूको अन्डरमा छ नि त यो वनको अन्डरमा भित्र त अफिसर होला यो यसको पार्कको अफिसर होला यो चाहिँ पहिलाको रासिन गोदाम होइन एउटा टिनको ठुलो थियो नि सेक्टर एमा टिनको बिल्डिङ यही हो यहाँनिर एउटा उयो बनाएको छ स्मारक के हो यो बनाएको छ यता पुलहरू छ उतै माथिको चाहिँ उयो हो कमिटी अफिस हो पहिलाको कमिटी अफिस अहिलेको सशस्त्र बेस क्याम्प यो रासिनको एक दुईचोटि झगडा परेर मिलाउन आएको थियौँ हामीले नि यहाँ यहाँ स्टेज रहेछ यसो प्रोग्राम हुँदाखेरि स्टेज बनाएर छ त्यहाँ यो बारीभित्र पनि गर्छ प्रोग्राम ऊ त्यो हो माथि स्टेज हो होइन मिटिङ सिटिङ भयो भने यसो गर्ने होला अनि यता फोटो एउटा घुम्न पाइयो नि यहाँ ए अब फोटो एक दुईवटा खिचेर भयो यो जाउँ यतापट्टि ढोका रहेछ यहाँ निकै परिवर्तन निकै राम्रो भएको छ अहिले घुम्नलाई जस मान्छे नभए पनि बस्नु घुम्नु यसो आनन्द शीतल खानलाई ठिक छ ठाउँ यो के थियो पनि पहिले पछाडि बनाएको केही पनि थिएन यहाँ यो चाहिँ पहिलाको रासिन गोदाम अघि भने मैले अनि त्यो भवनहरू त बाहिर त्यस्तै छाना त्यही हो भित्रबाट पुरै चेन्ज परिवर्तन भएको छ तुलसी कहाँ हो त आउँछौ निक्लिन्छौँ यो चाहिँ सेक्टर ए पट्टिको हो यो रासिन गोदाम यो पुरानो यो
यो पुरानो प्रोग्राम गर्ने ठाउँ हो यो। अब अहिले सानो लाग्छ नि, पहिला कत्रो लाग्थ्यो। हाम्रो बुढीहरू जति पनि नाटक गर्नेहरू सबै यहाँ उफ्रेको। यो हुनुभन्दा अगाडि बाँसको स्टेज बनाउँदै होइन। तार जालीले घेरेर पुरै सुरक्षित। यहाँदेखि चारपाटेको यो चाहिँ सेक्टर ई होइन यो। यहाँ नानीहरूको पार्क बना, पार्क त बन्द छ नि हजुर। ए खोल्न मिल्छ अरे, जाउँ त। यो सेक्टर ए पट्टि चाहिँ अलिक खुल्ला छ नि तुलसी, जस दुईतिर बाटो भएर देखिन्छ। यहाँ माथि ग्राउन्ड उयो भएर चौरी भएर हो। त्यो त थाहा भएन। A2 अनि सेक्टर ई चाहिँ ऊ त्यो गेटदेखि यस्तो बाटोदेखि यता सबै सेक्टर ई। यहाँनिर क्रिकेट सिक्रेट गेम्स भलिबल सलिबल के खेल्नुहुन्थ्यो। यो चाहिँ बाल उद्यान, चिल्ड्रेन्स प्लेग्राउन्ड। ए अहिले तपाईँ यहाँ उस नि इन्चार्ज यहाँको। दिउँसो पनि खोल्नुहुन्छ कि? अनि भनौँ नानीहरू खेल्न आउँदा खोलिदिनुहुन्छ? हुन्छ, धन्यवाद। दुईवटा हात्तीको पोहोर आउँदा यहीँ त खेलेको निस्माले। त्यो ट्र्याम्पोलिन, त्यो स्लाइड। यो चाहिँ नानीहरूलाई घुम्ने के हो, खेलाउने त होला। र यतापट्टि बाङ्गे लाइन घर यता होइन पछाडि। यहाँ यति पार्क बनिएको छ। रोपेको रहेछ नि यहाँ। पहिलाको हो यो। त्यो आँप फलिरहेको छ त्यहाँ। हो ल, क्याम्पले रोपेको होइन नि त होला नि सानो। त्यो सानो खालको नबढ्ने रुखहरू त्यत्रै हो। यो जति पनि देखिएको यो मसलाको रुखहरू छ नि लामो लामो अग्लो, यो हामीले रोपेको। हामीले त के भन्नु, मजदुरीमा गरेको रोप्दा बेलामा। जोडले पाएको 40-50 जना हामी गाउँकोहरू लागेर। यो रुख चाहिँ थियो है त्यत्रै नि। यो उयो होइन के अरे, अनि कसो घर छेउमा थियो? यो यता तिमीहरूको घर छेउपट्टि होला। को तिमीहरूको? बाङ्गे छेउमै पर्छ यो। को त्यो चिन्दिन यता बाङ्गेको बर्जीको चाहिँ बुढो मरेछ। ए उहाँको ल दाजु गएँ। स्टार फ्रुट त उयो लाउँदा मासिहाल्यो नि, डोजर लाउँदाखेरि मसिनहरू। अनि पुरै सबै नभए कोलाको रुखहरू एउटै छ यहाँ। कुनै छ नि त कोलाको रुखहरू त सबै मासेको हो नि त्यतिखेर। मसिने बोट बिरुवा, काम नलाग्ने बोट बिरुवाहरू सबै मासेको। अहिले यो फुलेको सिरिजको फुल चाहिँ के फुल अरे? भाइरल फुल। रोप्नु त रोपेको रहेछ, छेउछेउ मरेछ नि त्यहाँ बिच्चाको। नभए यस्तो लाइन हुने कस्तो दामी हुन्छ नि। उयो इन्जिनियरले बुद्धि त लाएकै हो। केमा? यहाँनिर पनि थियो घर। यो चाहिँ तल्लोपट्टिको रासिन गोदाम। यहाँनिर चाहिँ दिपिकाहरूको घर थियो। त्यो रासिन गोदामदेखि उता पछाडिपट्टि सुक्राजहरूको घर। यो तल्लोपट्टिको रासिन गोदामलाई
अहिले यसलाई चाहिँ पार्टी प्यालेस बनाएको छ। सानो गएको छैन। यहाँनिर यहाँ पुरानो यहाँ बस्ने मान्छेहरू आएर पोहोर आउँदाखेरि चाहिँ अहिलेसम्म 2 जनाले बिहे गरिसक्यो यो पार्टी प्यालेसमा भनेको चाहिँ सुनेको पो। अहिले चाहिँ थाहा छैन। ठिक छ, कता हिँडेको? ए ल यसो डुल्दै हिँडेको एकदम। ए ल गाडी लिएर आउँ। यो भनेको रासिन थाप्ने ठाउँको पिपल यो होला है। म चाहिँ त्यही भन्छु। अब हामी पनि सानै, अलिअलि चाहिँ याद छ, पुरै याद छैन। अनि आज यसो मौका पारेर घुम्न निक्लेको छौँ हामी यता। अब फेरि त्यसको त छ त। यता उँधो जाउँ न डिएमएसतिर। होइन डिएमएसतिर गएर फर्क्यौँ न। उयो डिएमएस जाने बाटो हाम्रो घरतिर नजानु होइन हौ, फर्किने चाहिँ यता हो नि त भनेको। पहिला उँधो गएर आउँ भनेको। अहिले यहाँ चौताराहरू बनाएको छ। यो पुरानै बाटो हो नि तर अलिक ठुलो बनाएको छ यहाँ। यहीँनिर त बाँड्थ्यो हामीलाई, ट्रकहरू ल्याएर फेराको ट्रकहरू ल्याएर यहाँ राख्थ्यो। यता पनि बारेर पुरै यहाँ त बोट बिरुवा लगाएर छ। मसिनो यो चाहिँ पिकनिक स्पट बनाएको भन्थ्यो। उदेश्यतिर हामीले पहिला जाउन खाडीमा बस्थ्यो नि, हो त्यस्तै यस्तो स्पटहरू पिकनिक स्पट बनाएको भन्दै थियो। पुरै डजर लाउँदाखेरि ठुलो आँपको रुखहरू अम्बकको रुखहरू चाहिँ नमारेको हो। ल यो रुख त सानो बुढो भएन रहेछ त आमामा, ठुलो। यो रुखले चिन्छ, यो घर हुनेले चिन्छ नि यो रुख। यहाँ हुने मजाले चिन्ने रहेछ क्या त्यो आफ्नो रुख। हाम्रो पनि चिन्मारी थियो बर्रा, तर बर्रा मरो। यो चाहिँ कति सानो देखिन्छ र? अलिअलि चिल्लो बनाएर छ यो डिएमएस ग्राउन्ड। ए त्यो बर्रा चिने, यो बर्राकै रुख के होला त्यो चिन्यो भने। यो गोल खेल्ने ठाउँ। फुटबल म्याचहरू पहिला कति छिटो आउँछ, हामीले हिँड्दा त पहिला त साह्रो टाढो लाग्थ्यो। यो डिएमएस ग्राउन्डपट्टिको यता सुखानीपट्टिको गाउँहरू हो। धेरै पर्यटन भएको छ। घर यसलाई के भन्थ्यो भने नि स्कुल डाँडा होइन, सुखानी खोलापट्टिको गाउँ भनेको। यहाँदेखि उँधो यसारै हो, तर हामी गएनौँ त्यता है। धेरै घारी छ, गाडी जाला तर हिलो छ। अर्को बाटोबाट जान्छ हौ यसरी। त्यो बाटो छ कि छैन नि अब? ए यहाँदेखि यहाँ पनि सेक्टर यिनी हो नि, यो पनि अलिक परसम्म होइन। फेरि फर्केर आयौँ। घारी धेरै, तितेपाती होइन यो त के भन्छ यो, तिते नै होला, तितेपाती जस्तैहरू। अनि यो के भन्छ तिमीहरू यो फुललाई? खान्थ्यो नि, दाना खान्थ्यो नि यसको, के अरे यो मसिनो, यसको दाना दर खान्थ्यो। रातो सिरिस जस्तै छ यो। यहाँ फलेको छ यहाँ। कुन घर जाने भनेको? बीको कि सीको? सीको कताबाट जानु? सीको चाहिँ यो पहिलाको बाङ्गे बजार यहाँ अगाडि होइन? बाङ्गे बजार कति छोटो है यो। अक्सफोम हो नि त। अक्सफोम होइन हौ, पाउरोटी फ्याक्ट्री यो हो। पाउरोटी पहिला कत्रो ठुलो लाग्छ है। यो पाउरोटी फ्याक्ट्री हो। पहिला यस्तै यसरी गराउँ।
अनि यो भयो हस्पिटल हस्पिटल यता दाहिनेपट्टिको जाने बाटो छैन होला पर छ हस्पिटल कहाँ पुगेर हाम्रो ए बस त हामी चाहिँ यसो हेर्दै हेर्दै आएको अनि हस्पिटल हेर्नु जाने हस्पिटल हेर्नु जाने अरे यहाँ छिर्दैन होइन मान्छे हिँड्नु पाइहाल्छ नि जाउँ न यो ऊ त्यो पाउरोटी फ्याक्ट्री एउटा पाउरोटी फ्याक्ट्री त हो नि ती पाउरोटी बन्थ्यो होइन अनि यो चाहिँ हस्पिटल यो हस्पिटल हो यहाँनिर कम्ती मजाले लडेको छु म त्यो हस्पिटलको छेउमा एउटा नाला थियो नि यो यही नाला हो अहिले त उयो छैन त्यतिखेर त नाला गहिरो थियो बाँसको पुल थियो भनेपछि यहीँबाट सुरु हुन्छ हस्पिटल यही त हो नि सबै हस्पिटल के यहाँबाट सुरु यहाँपछि सुल्ता त यहाँबाट जान्थ्यौँ यही हो हस्पिटल उनीहरू चाहिँ फुल्दा त निङ्गो र फुल्दैन बढी बा ठिकै हुनुहुन्छ चिन्नु भयो के त चिन्नुभयो चिन्नुभयो अब को भन्नु त म उहाँ नरु भान्जाको छोरा किन चिन्दिनँ हौ अनि हौ मलाई त चिन्नु भएन होला म झन् नानीलाई पनि चिन्छु म चाहिँ को भन्नु त हाम्रो परिवारको छोरी होइन ल हामी एकछिन यता घुमेर निक्लिन्छौँ अब सबै देखाउँदै हिँड्दा भिडियो त लामो हुन्छ होइन परेन सबै विस्तृतमा हेर्ने लामो भए पनि हेर्नु मिल्छ नि त काट्दै भयो भने के हुन्छ अनि के हुनु यो हस्पिटलै त हो नि यो त्यतिखेर कत्रो ठुलो देख्थ्यो नि अन्त यो एउटा मात्रै छ नि त बिल्डिङ त होइन भने एरिया कत्रो देख्थ्यो अहिले एरिया नै हेर नि कति सानो छ यो के हो थाहा छ चौतारा हो चौतारा कस्तो भने नि चौतारा मेरो विचारले हो भने सापले ठुनेर यहीँ हस्पिटल काम गर्ने चन्द्र शर्मा हुनुभएको थियो ऊ माधवहरूको छेउको क्या नाम पढौँ त नाम के छ खै केही चाहिँ बुझिँदैन लिङ्गदेन छ त भने लिङ्गदेनको उहाँको खै के लिङ्गदेन देखिँदैन 2025 सालमा जन्म मृत्यु 2067 सालको छ कस्तो मेट्रिक हौ तर यतापट्टि फर्केको थियो क्या चन्द्र सरको चौतारा चाहिँ भत्क्यो होला नि हो नि होला यतापट्टि फर्केको थियो क्या हस्पिटलभन्दा अगाडि नै चन्द्र सर त्यो हस्पिटलमा काम गर्नुहुन्थ्यो मर्नु भएको थियो गएको थियो क्या यो चाहिँ उयो होला उयो के भन्छ नि हौ सबै पर हौ हस्पिटलभित्र प्रसुति गृह बिलारेर जन्मको चाहिँ यहीँ हो अनि ऊ त्यसको यतापट्टि चाहिँ थियो क्या अर्को के भन्छ इमर्जेन्सी डिपार्टमेन्ट त्यहाँ ल्याएर त्यहाँ के चाहिँ कुन सेक्टर पर्थ्यो यो हस्पिटल यी नै पर्थ्यो यत्रो ठुलो यी ठुलो त त्यहाँदेखि उता यीको 2-3 लाइन यता पर्थ्यो अन्त एफ पनि जोडेको थियो अनि एफ पनि सानो थियो होला होइन च्यान्डाडापट्टि जी होला लास्टमा होइन अहिले सम्झिँदा त त्यतिखेर मच्छरद्वारा आउँथ्यो होला है जी साइडतिर त घारी जाउँ यहाँ पर खाडी पुगेर लास्टमा सेक्टर एपट्टि आउँछौँ हामी ल कुन फुल स्कुल जाने बाटोमा एउटा फुल छ झरेको फुल खान्थ्यौँ भन्थ्यो नि फुलको नामै याद भएन लक्ष्मीलाई फेरि फोन गर्नु निकै ठुलो रुखमा काटेको अब हामी यहाँदेखि हस्पिटलको बाटो हुँदै गुम्बापट्टि गयौँ गुम्बापट्टि एसआरए जाने बाटो त यहीँदेखि हो उता यहाँदेखि छ कहाँ छ खै बाटो बाइक बाइक त जाने ठाउँ छैन नि त एसआरए जाने बाटो त मासिएको हो नि त अब यो हो बौद्ध गुम्बा मिङ्सो माङहिङ किरात सबैको नाम एउटै रहेछ
गुम्बा गुम्बा त सानो थियो नि त पहिला पहिला त किराँती मन्दिर होइन हौ गुम्बा किराँती मन्दिर गुम्बा किराँती मन्दिर थियो गुम्बा सानो थियो किराँती मन्दिर ठुलो थियो काम चल्दै रहेछ गुम्बामा यो किराँती मन्दिर हो गुम्बा त पछाडि बनाएको नि त किराँती मन्दिर थियो क्या पहिला मलाई थाहा हुँदै थियो गुम्बा चाहिँ थियो सानो थियो होला होइन त्यो बिल्डिङ त पहिल्यै देखेको थियो त्यो अवतारी लामा आएर पढौँ त्यही बिल्डिङ त किराँती मन्दिर चाहिँ थपिएको यो यताको यो देब्रेबाट यो धारा पहिला देखेको थियो योहरू नयाँ बनाएको हो अनि यो किराँती मन्दिर त्यो गुम्बा एकतालि प्रोग्राम हुँदाखेरि हेर्न आएको थियो पहिला सुरुमा स्कुल उता उयो डाँडा भयो नि त स्कुल हो भुटान आउने त्यो देखेको देखेन नि त्यसले त्यहाँ थियो अरे हाम्रोमा दिदीहरू 1-2 महिना पढ्यो अरे यो डाँडा यो खोल्ची चाहिँ गुम्बा डाँडा पछाडिको यो खोल्ची सिधै गएर सीमा जोडिन्थ्यो होइन अनि यो खोल्चीमा चाहिँ अहिले मस्त भ्याकुले खनेर ताल बनाएको छ नि यहाँ माछा पनि पाल्यो अरे अलिक कति वर्ष 1-2 वर्ष कति पालेको अरे कहाँ साध्य हुन्छ माछा पालेर राति मान्छेले लिएर गयो यता हुँदा चाहिँ बाँसघारी पुरा छ है घारी खोज्दै हेर्दै जाउँ न कहाँ जान्छ घारीभित्र घारीभित्र खोज्दै भेटिन्छ कि नभए बीबाटै छिरौँ सिमी ए सीमा जाने भनेको सीमा त यता पछाडि यता गएर जाउँ न भनेको बिचमा एउटा टापु जस्तो राखेको छ सानो ऊ त्यो पानी तान्ने मेसिनको बिल्डिङ यो सेतो अगाडि देखिएको दुईवटा मेसिन एउटा माथि दुइटै चल्थ्यो दुइटै मेसिन चल्थ्यो अहिले त यो माङ्गीमा पनि यो मन्दिरमा पनि गुरुहरू यतै बस्नुहुन्छ अरे गुरु त के भन्नु पुजारीहरू हुनुहुन्छ होला गुरु त अब आत्मानन्द भइहाल्यो लिङदेन फागुनन्द मिङसो माङहिम यहाँ बस्ने हेरालु पालिँदै भन्दा पनि यसो बिहान बेलुका पूजाहरू गर्ने सरसफाइ क्लिनअप एभ्रिथिङ यहाँको गुम्बा पनि हेरौँ न आहा लु काम चल्दो रहेछ यहाँ माथि चाहिँ मन्दिर एकछिन नजाऊ यो गुम्बापट्टिको काम हो ए यताको त मन्दिर त्यो मन्दिर पनि पहिला किराँतीकै थियो त्यो मन्दिर यो अगाडि चाहिँ कसको थियो थाहा भएन तुलसी यसमा के गर्थ्यो पहिला मानवको हो मानव धर्मको थियो होइन त्यही त यस्तै थियो त्यो थाहा भयो नि त्यसो भए जाउँ त मलाई चाहिँ अब ऊ जस्तो लाग्यो मानव धर्मको जस्तो लाग्यो ऊ त्यो खै मलाई एकचोटि सुनेको खाडल खनेर के गरेको अरे योगा गरेको भन्ने सुनेको कसम होइन ऊ त्यहाँ बसेको थियो ऊ त्यहाँ खाडल थियो एउटा उसको हो योगको
के अरे विवेकानन्द कि के को गुफा छ त प्रकाश गुफा त्यही त पहिला बसेको भन्दै अब यहाँदेखि गएर हामी यता च्यानघारीपट्टि पहिलाको सशस्त्र क्याम्प यो अहिले पछाडि सशस्त्र क्याम्प हटिसके पछाडि मलामी घर भयो अलिक वर्ष होइन तर मलामी घर भएपछि तल खोलामै लाने भएपछि यता अलिक टाढो भयो मलामी घर अनि त्यहाँदेखि मलामी घरलाई तल यो चाहिँ बाङ्गेबोली यतापट्टि सबै च्यान थियो पुरानो अझै पनि रहेछ अलिअलि हो अलिअलि छ यहाँनिर लक्ष्य दाइले माछा बेच्छ यो सामुदायिक वनले बनाएको गेट अगाडि पनि छ पछाडि पनि छ माथिल्लो बाङ्गेमा पनि छ अब यो चाहिँ अघि मैले गुम्बा पछाडि डाँडा पछाडिदेखि देखाएको पोखरी राम्रो देख्दैन त छेउमा त यो अगाडिको टाङटिङ खोला यो डाँडा अहिले त डाँडा जस्तो पनि देखिँदैन कालो कालो अनि यो हो बनाएको झिल पोखरी सामुदायिक वनले बनाएको अनि यता लपडाँडा थियो भन्दै होइन लपडाँडा थियो लपडाँडा उताको फोन डाँडा टावर टिप्ने ठाउँ इन्डियन सिमको अनि यो बाटो सिधै गएपछि लपडाँडा हुँदै को रहेछ त्यही त अघि भने त टापु छ सानो भनेको यो डाँडादेखि स्वाट यसो बाटो गएपछि चाहिँ 9 नम्बरको पल्लोपट्टिको डाँडा हुँदै यता चाहिँ फोन डाँडा यहाँ अहिले गाउँको मान्छेहरू धेरै गाईबस्तु चराउन आउनुहुन्छ पहिला पनि हुन्थ्यो तर त्यस्तो थिएन त्यसैको लागि सहज अनि मलामीहरूको लागि सुविधाको लागि यो टोयलेट यहाँ धारा छ अनि अहिले मलामी घर अनि अहिले मलामी घर त्यो पुरानो बेस क्याम्प पुलिस क्याम्पदेखि सारेर यता बनिएको छ अनि चौतारा पनि छ बस्ने यो हो के को दाना झरेछ यो ए उयो होइन यो हर्रा बर्रा हेर के होइन दानै दाना छ त भुइँभरि बर्रा होइन पो रहेछ म त हो भने यो चाहिँ मलामी घर फोनहरू चलाउनु डाँडा त्यही त हो माथिको अस्ति त थोरै थियो नि त बिर्कोहरू त सफा गरेछन् लाइन साइन जोडेर सुविधा छ सबै अनि त्यो चाहिँ मान्छे पोल्ने ठाउँ मान्छे पोल्ने के भन्दा मान्छे दाह संस्कार गर्ने ठाउँ अनि यो चाहिँ हो के भन्छ यो सबै लास्टको सेक्टर जी होइन जीकोदेखि मुनिको यस्तो भित्तातिर पुरा नानीहरू पहिला उल्टी जाम खेल्थ्यो नि सुल्के हानेर उल्टी जाम खेलेर गर्थ्यो यहाँ पुरै यहाँनिर चाहिँ यतापट्टि पानी पनि ल्याएको रहेछ नि त आफ्नो यसो दाह संस्कार गर्न कुनै प्रकारको कल्चरहरू गर्नु पऱ्यो नि यहाँ माथि ल्याएर चाहिँ अनि दाउरा लाएर के हुन्छ जाँदा के को डर ऊ तल बनेको छ झोलुङ्गे पुल तल छ लामो छ अमले के अरे सुखानी र टाङटिङ त उता जोडिएको छ होइन अमलेदेखि त्यो पुल उता भाङबारीसम्म छ थोरै लामो छैन यो पारी टाङटिङ खोला पारी सबै भाङबारी त होला नि भाङबारी भन्थे पहिला उयो रुखतिर हो नि फोनको उयो गर्ने ऊ त्यो सखुवाको रुखतिर होला ठुल्ठुलो इन्डियाको सिङ्गार पृथ्वीमान अङ्कलले फोन गर्ने डाँडा है यो पृथ्वीमान अङ्कलले हेर्नुभयो भने सुन्नु है यो होइन जस्तो के हो यो
के को दाना हो यस्तो धतुर के हो यो धतुरो कहाँ यस्तो हुन्छ के को फुल रहेछ फुट्दैन पो रहेछ त पेटपेटै हो होइन नि होइन के को पेट पेट खै के को थाहा भएन ल जाउँ तिम्रो गुगललाई सोध न यसो गर्दै कम्मर भाँचिन्छ होला नि त फेरि अब फर्केर गइ बाङ्गे होली सक्यो अब बुढीको गाउँ घुम्नु जाने अब बुढीको गाउँ घुम्नु जाने बुढाको अचार भने जस्तो बुढाको अचार भने जस्तो बुढीको गाउँ यो चौतारा छ नि अँ, यो चौतारा हो नि उता बाङ्ने चौतारा म घर छेउ त दिदीको घर उतै होला बाङ्ने किन जाने क्या मान्छेहरूको चौतारा त्यतिखेर त यो बाटो पनि कति लामो जस्तो हुन्थ्यो नि अहिले त त्यहीँ छ कहिले आइपुगिँदैन थियो अन्त सकिहाल्छ फ्रिजको पानी त अँ, यहाँबाट यसो जाउँ होला कहाँबाट उताबाट जाने ठाउँ छैन नि त उता पनि छ भएन भने फर्केर आउँला नि मैले अब यहाँको एउटा फोटो खिच्ने बिर्सिदिएको छु नि अब यो चाहिँ मेन चोक होइन यो यतापट्टि बजार यो हो अघि हामी घुमेको सेक्टर ए को रासन गोदाम एरिया यताको कमिटी अफिस अहिलेको पुलिस चौकी अनि कमिटी अफिसदेखि ठ्याक्कै मासतिर अहिले चाहिँ उयो छ फुटबल ग्राउन्ड छ अनि यहाँ भाइरल सिरिजको फुल छ त्यसमा चाहिँ टिकटक बनाउने भिडियो बनाउने मान्छे झन्नै नयाँ कपको गोली ग्राउन्ड र यो चाहिँ माथिल्लोपट्टिको गेट माथिल्लोपट्टिको गेट बाइक यहाँ राखौँ होइन यही हो यसको चौतारा दिवसहरू आउँदैछ निक्लेको घुम्नु आफ्नो बस्ती घुम्नु होइन कताबाट जान्छ अरे यहाँबाट त छिर्दैन होला छिर्छ होला उताबाट त छिर्दैन यहाँ राख्नु नि त यो ओला न राख्नु बाइक यो चाहिँ मन्दिर माथिल्लो बाङ्गेको मन्दिर यो माथिल्लो बाङ्गे सबै कुन त्यही हो यहाँ पहिला भरत ब्याट्री सेन्टर थियो यो माथिल्लो चोक यो मन्दिर यो माथिल्लो अहिले त छैन केही छैन यो गेट ठुलो अनि ऊ त्यो अस्ति बनाएको आएर चौतारा अरे योगदान धेरै छ यहाँ बस्ने मान्छेको यो मन्दिर पछाडिको अहिलेको मन्दिरको प्रपर्टी होला सायद पुरानो के क्याम्प अरे यो यहाँ के पर्थ्यो यहाँ साँच्ची कुन क्याम्प पर्थ्यो बी होइन के हाम्रो सेक्टर सेक्टर बिथ्री आँखा रातो लोपेनको घर छ यतै हो यहाँदेखि उता बिटो यहाँ कहाँ पर्छ हाम्रो मुनाहरूको घर चिन्दैन यहाँ कहाँ त भन्ने हिँड्ने बाटोमा ठ्याक ठ्याक इन्टरलक लाएर छिर्ने बाटो छ जस्तो छैन खोल्ची छैन एउटा उता त खाली रहेछ त सेक्टर सीतिर त नि उयो परदेखि थियो होला छिर्ने बाटो उयो त्यहाँबाट नभएको क्या पोहोर जाँदा पोहोर त घारी थियो नि त यस्तो कहाँ अहिले जस्तो थिएन नि त यहाँबाट होला यहाँबाट छ जस्तो छ बाटो सेक्टर बी यो देखिएको एरिया कहाँ हो कहाँ जस्तो लाग्छ भने मन्दिर पछाडि है माथिल्लो चोक माथिल्लो बाङ्गेको मन्दिर पछाडि अनि यो खोल्ची त्यतिखेर यस्तो धेरै बाँसहरू थिएन नि अलिअलि थियो
यो खोल्चीको केही छ सम्झना? खोल्चीको के हो यो सब्जी? म चाहिँ हिँडेको हो यो खोल्ची वारी र पारी। तिमीलाई चाहिँ होला रिस उठ्नु, होइन? यहाँदेखि यताबाट आउँछ नि, यहाँदेखि यो अलि माथिल्लोदेखि उता उँभो बाटो छ। यहीँबाट आउँछ यहाँबाट। यो भयो नि त कुलो, कुन यो हो क्या मेन बाटो, यो बाँस रोपेको छ नि अहिले, माथिल्लोपट्टिबाट? यो चाहिँ मेन बाटो हो। यहाँनिर कुलो, यहाँनिर चाहिँ मैले आमालाई चिया पुऱ्याउनु जाँदा पानी कत्रो परेको थियो, टुम्ला खेलाउँदै हेर त्यो टुम्लै बगेको छ। यो पनि बाट चाहिँ ट्र्याक्टर सी सुरु भयो। ए यो खोल्चीदेखि यता सेक्टर सी? ए C1 र C3 अझै तिमीहरूको घर त अझै अर्को खोल्ची पारी पनि भयो त? यही खोल्ची पारी हो, यहाँदेखि सुरु हाम्रो घर। यहाँ छ पुल, त्यो पारी होइन र? पुल पारी डी। ए हामी यताको पुल कटेको पहिला। ए तारजाली लगाएको, यता सानो बाङ्गेबाट आउने ठाउँ। तारजाली लगाएको रहेछ, कहाँबाट छिर्छौ अनि? यहाँ छ एउटा गेट, हेरौँ जाउँ। तार घेरा लाएर पुरै पुरानो यो क्याम्पको एरिया चाहिँ सबै यो हो। त्यो के त्यसले छुट्याउँछ कि क्या C1 र C3 खुल्ला रहेछ नि, कहाँ छिर्नु? उहाँ एउटा गेट छ, बन्द छ भने त उयो होला अब छिर्नु। बन्द छ भने अब भित्र गाईबस्तु हाल्छ, मसिनो बिरुवाहरू रोपिन्छ, अथवा फलफुलहरू छ होइन, सुपारीहरू छ कता कतै ठाउँमा। आँप लिची, आँप चाहिँ होला, लिची त छैन होला। यहाँ के लेखेको छ? जुगेखाडी सामुदायिक वन उपभोक्ता समूह कैँदले पर्यटन क्षेत्र। यहाँदेखि छैन छिर्ने ठाउँ। तारजाल लगाएको रहेछ, अब त छिर्ने ठाउँ छैन। यो सेक्टर बीमा मात्रै लाग्छ क्या? ए सीमा मात्रै, ऊ परसम्म मात्रै छ नि। यही एरिया यतिमै हो घर तिमीहरूको? यति एरियाभित्रै हो कि अरूतिर पनि हो? लास्टै डुबाएर छ नि, हामी चाहिँ हाम्रो ठाउँ चाहिँ नखाउनु, नट गुड। छेउछेउ होइन त? बाटो छ भने त छेउ जाने, छैन भने कता जाने खोइ। यहाँदेखि बाटो छैन, घाँस काट्ने ठाउँ मात्रै छ। जाउँ यसो घेरै घेरा। त्यही त घेरा कताबाट जानु खोइ? कुन बाटो जानु घेरा हुनु परेन यसलाई त लास्टै खै त? यहाँदेखि त बाटो सक्यो त नि। यो चाहिँ के खालको त? यो चाहिँ हो हर्रा कि बर्राको बाटो? यो हो छैन ल बाटो। यसो न चित्त पनि जाउँ, कहाँबाट छिर्नु त? छिर्ने ठाउँ छैन, कता कहाँबाट छिर्नु? गाडी छ यता होइन। ठ्याक्कै तिमीहरूको घर छेउ अगाडि चाहिँ के थियो? निशाना चाहिँ के थियो? केही थिएन? पानीको टेपहरूबाट चिन्छु नि। अब यो त हाम्रो घरको बोटहरू सबै मऱ्यो, बल्छी त्यही हो। अब सिधा जाँदाखेरि छ नि त हाम्रो घर। छैन, उयोसम्म मात्रै लागेको छ, यो सीलाई आइल्यान्डलाई गएर लागेको छ तार चाहिँ। सेक्टर सीलाई घेरेको रहेछ। अस्ति त्यो अर्को दाइले उताबाट गयो हेरौँ त। हाम्रोतिर गएर भिडियो गरिदिनु भन्दै हुनुहुन्थ्यो। अब गाडी रहेछ, तार जाली लगाएर चाहिँ हामीलाई पस्नु पाउँला जस्तो लागेन। पुरै सुरक्षाको घेराभित्र भन्ने जस्तो भएछ। भित्रको यो सबै जमिन त बाँसगाडी पटेर आमामाम। पोहोर आउँदा त यतिको पनि थिएन त, खालि पोहोर त यो छिर्नु नसक्ने थियो नि। यो एरिया छिर्नै नसक्ने थियो। क्लिन बनाएको नि तर तार जाली लगाएर। ए उल्टो काँडाहरू रोपेको रहेछ सबै भित्र। ऊ रोपेको होइन, उम्रेको होला नि। के रोप्नु यस्तो काँडा? यो काँडा खायो भने गाईबस्तु मर्छ भन्छ। हाम्रो मरेको पनि छ एउटा बाछी। उल्टो काँडाको बोट। तर खोलातिर चाहिँ उल्टो काँडाको बोट लगाएको छ नि, जमिन कटान हुनुबाट, बाढीले बगाउनुबाट बचाउँछ क्या यसले। हतपत्त उक्लिँदैन यो बिरुवा होइन। यो उल्टो काँडा हुँदैन हतपत्त मिनटको त हो। टच मिनट अर्को हुन्छ, यस्तै हुन्छ। यही हो टच मिनट। हो त्यो पनि त्यसरी मर्छ, टच मिनट पनि त्यसरी मर्छ। के अरे के पो भन्थ्यो होला त? अनि खोलामा लायो भने चाहिँ, रोप्यो भने चाहिँ बाढी आउँदा पनि बरु यो काँडा सुतेर सुत्छ,
उख्लेर जाँदैन। अनि नउख्लेपछि जराले त माटो पक्ड्यो, माटो पक्डेपछि अनि माटो दह्रो हुन्छ अनि जमिन कटान हुँदैन पानीले, त्यस्तो हो कुरा। यो खोल्ची पहिला त सानो लामो उकालो लाग्दैन थियो, अहिले त यहीँ छ। खोला कता लगायो त हौ? खोला होइन यो खोल्ची हो, यो खोल्ची हो तर कत्रो खोले आउँछ त, तरै नसक्ने खोला आउँथ्यो। खै मेरो फोन ल्याउनु। यसलाई त राम्रो जङ्गल बनाउनु कति राम्रो हुन्छ होला नि। राम्रै छ त यतिको। यसो पिकनिक स्पटहरू बनाउनु सबै कुरा गर्छ पैसा, पर्याप्त पैसा छैन समितिसँग, नभएपछि जति आफ्नो आर्थिकले भ्याउँछ गोठालाहरूलाई सोध्यो भने कता गयो। वनको मान्छेले देख्यो भने मार्छ है। गैर कानुनी रूपमा भित्र छिरे भनेर तारले खोज्यो भने चाहिँ अब तुलसीले घर चिन्ने हो कि नचिन्ने हो होइन। त्यो भाइले कुन 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 सर्प हराएको छ भन्दै अघि भाइले भन्दै नि, ठुलो थियो अरे होइन? जुत्ता लाएर आयो हुने रहेछ। कसरी हिँड्नु यस्तोमा? काँडा त ठिकै छ, सर्पल ढुङ्गा पनि छैन। बाटो त उता छ नि, कहाँ छ बाटो? अनि तिमीलाई ग्याप छ भनेको? ग्याप कहाँ हुन्छ हौ यहाँ? कुन चाहिँ ग्याप खोजेको? सर्पल ढुङ्गा चाहिँ तुलसी जिम्मेवार हुन्छ है। काँडाले घोज्यो फेरि मलाई। ए लु यसरी कसरी जानु यस्तोमा? काँडाघारी काँडाघारी छ। अनि तिमीले कुन बाटो निकाल्नु भनेको? सिधा हो नि त हाम्रो घर। कहाँ हो चिन्छौ अब घर? बारी काँडाबारीमै हो क्या मेरो घर। हिँड त बरु बाहिर बस्ने मान्छेलाई थाहा रहेछ, यत्रो वर्ष बस्ने मान्छेलाई थाहा रहेन रे। बाटो कहाँ चिनिन्छ त घारी भएर रुखहरू सबै मारेको छ। अनि आइए काँडाले घोज्यो साह्रो। काँडालाई कतै कतै पार्दै हिँड न। काँडाले कुल्चेको कि चप्पललाई पनि, तर छिरेको नि हो कता कताबाट भन्छ। तेरिका कहाँ ल्या त? त्यहाँ धारा भयो एउटा, यो धारा भयो, उयो परेको धारा पर छेउमा अनि यो बिचमा यो धारा थियो। यहाँनिर ठुलो उयो के भन्छ रुख थियो। यसको रुख चाहिँ यो होइन क्या, यो यसको मालाको दोकान रुख होइन नि। होइन होइन मासे त्यो रुख गरे मारे त अनि यो के भन्छ मालाको रुख हो क्या। के माला अरे नि त्यो डल्लो डल्लो रुद्राक्ष। रुद्राक्षको रुख थियो। मारे यो त सिमलको रुखहरू हो नि। यो धारा भयो। यो हो धारा। धारा पानी खाएर यता छेउमै थियो घर। यतै होला यहीतिर। म त गइनँ हौ घारीतिर त। यो 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 जति पनि तार घेरा गरेको छ नि, यो त्यो तार घेरादेखि उता त गाउँ हो नि? क्यामै थियो? ए त्यो यतै अरे घर। लु हाम्रो ससुराली घर यही हो। मलाई त यहाँ जस्तो लाग्छ। यो धारा भएन, अँ यो केसको घर हो त्यो धाराको फेदमा। अँ अनि यहाँदेखि यहाँनिर भयो। धाराको फेदमा कसरी हुन्छ? धारा त यति खाली हुन्थ्यो त मान्छेहरू।
धारामा त खुल्ला हुन्थ्यो धारा धाराकोदेखि अलिक यता देख्यो नि त बाटो मान्छे यता पर युकेश घर युकेशको घर त्यही धाराको पछाडिपट्टि अँ होइन अँ अनि यो टिका भुजेलको लाइन हो अँ यहीँ हो हाम्रो घर अहिले जहाँ तिमी उभियो त्यहीँ होला नि यता त होइन उतै अँ मलाई त यता जस्तो लाग्छ भयो मछली टोको जाउँ बर्राको फेस्यो त्यहाँदेखि मरो अब आँपसा पनि सबै मारेछ नि त्यो सबै माऱ्यो मेरो आँपहरू थियो हाम्रो मछली टोकेर पुरा के को बोट हो यो ए मटरको ररी यो ररीको बोटहरू उम्रेको कि रोपेको कहिले बनले निक्ल्यौँ होइन तुलसी भयो अब चिलायो पुरा र त कमिला रहेछ नि के को काँडा मात्रै त मसिनो कमिलाहरू रहेछ स्टोकेर यहाँ रातै भइसक्यो यहाँ पनि मछली ब्याएछ अघि नि ओहो सिमल गोरु खेरेछ भयो अब अगाडि अगाडि हिँड्नु पऱ्यो म पछि पछि आउँछु चिन्छ त यहाँ नि घर कसैले कसैले चिन्ने होइन राखिदिनु पर्छ नि त एउटा एउटा अँ तिनसिनाको घर कुन हो देख्छ यहाँबाट तिनसिना घर कहाँको क्याम्प बस्तीको उयो पर उसको भनेको अनिसको होइन हौ उसको त दिपु तिनसिना ऊ पर तिनसिना घर उयो टाढे घर हो त्यो झुन्डेर मरेको लु जाउँ यसको घर यता होला कसको बोमाको आर्यनको बाबुको घर होला नि यता अब घारी घारी छ बाहिरबाट जानुपर्छ यताबाट जानु पाइँदैन लु भयो ए अहिले त गाडी ट्याक्सी कुद्नु छैन अटो खालि अटो स्कुटी रहेछ कहाँ पाउँछ र चटपटे आज निरनेर आएन क्या गोल खेल्नु ए यहाँ होइन अरे लु हेर म स्कुटी लिएर आउँछु म पनि त्यतै आउँछु नि त हौ कुनमा अरे चटपटे खाने कुनमा अरे चटपटे खाने कुनमा हो चटपटे ला खानुभयो चटपटे अब उयो पर यो चाहिँ उयो अरे भाइरल फुल अरे सुरु सुरुमा फुल्दा त डर थियो होला नि यो अस्ति भर्खर लगाएको होइन यसमा डोजर घाँस अनि जस्तो त्यसै त हुनु पर्यो घाँस त आउनै पर्छ नि त कुन बाटो परिवारको छोरी हो नि त तिमीले बिचै भएर चिनेको यो पहिला सेक्टर 1 को माथिल्लोपट्टिको फुटबल ग्राउन्ड
ऊ त्यो भनेको पहिला सबैभन्दा सुरुमा पुलिस चौकी थियो पछाडि के भयो थाहा भएन अहिले कुकुरले टोक्न आउँदै गर्न अब यो अस्ति बनाएको चौतारा अरे कस्तो टिकटक दिउँसो आएर बनाउनु नि टिकटक भिडियो त नि दिउँसो आएर बनाउनु नि टिकटक भिडियो त नानीहरूको फुटबल खेलाइ हुँदो रहेछ यो चाहिँ कैदले प्रस्तावित प्राकृतिक रङ्गशाला पछि भविष्यमा अझै राम्रो हुन्छ होला यो हाम्रो यो पूर्व पश्चिम छ कि यो गोल पोस्ट अनि यसलाई चाहिँ उत्तर दक्षिण बनाउनु पर्ने भयो भन्ने कुरा सुने हुन पनि हो पूर्व पश्चिम हुन त घामले असर गर्छ अब त्यसैको लागि चाहिँ यो अस्ति स्काइपेटर ग्रेडर के जेसिबी लाएर चिल्लो बनाएको लगभग हप्ता 10 दिन अगाडि होला घाँस मजाले उम्रेको छ यो चाहिँ सेक्टर 1 को ग्राउन्ड अनि उतै चाहिँ पुलिस क्याम्प पहिलाको कमिटी अफिस भयो अब यो सेक्टर 1 को माथिल्लोपट्टिको बाटो एकछिन यहाँ स्कुटर कुदाउनु सिक्नु पायो नि अब बहिनीहरूसँग आउनु अब राति बेलुका भइसक्यो यताको चाहिँ कालो पत्रै भइसकेको छैन हुन्छ बिस्तारै भन्दैछन् होला नि त अब अर्को पानी टेप यहाँ होइन यो हो भत्किसकेछ यो घरमा यो चाहिँ सेक्टर 1 को यता दाहिनेपट्टिको उँभो सानो बाटो अहिले चाहिँ मेन रोड यही भएको छ अनि अहिले हामी हिँड्दै गरेको चाहिँ तल्लो बाङ्गेतर्फ माथि यता ए साइडको पानी मेसिनको टेपको छेउको बाटो तल्लो बाङ्गेसम्म अनि यो तल्लो बाङ्गे चाहिँ ट्याक्सी स्ट्यान्ड पुरानो पहिलाको अहिले बाङ्गे बजार घरहरू त्यस्तै छ एक दुईवटा घरहरू थपिएको छ अलिक पक्की घरहरू पनि बनिएको छ बाटो चाहिँ त्यस्तै छ रोडाघाडी ढुङ्गा अनि यो पछाडि एउटा ओह्रालो सकिएपछि सुखानी खोला आउँछ तर अहिले चाहिँ ओह्रालो छैन पुल बनाइकन पुल हाइटमा बएर सिधै छ बाटो यो हो सुखानी पुल यहाँ एउटा बोट पनि थियो सुखानी पुलको उहिले च्यातेर भत्काएर छैन सुखानी खोलाको पुल र यो पुल पनि राम्रो छ टाङटिङको भन्दा अलिक ठुलो छ गाउँकै पुल भए पनि फराकिलो पुल छ अनि यहाँबाट चाहिँ हामी उँधो एकछिन स्कुटी रोकेर उँधो हेरेर त्यतापट्टि त्यो बाँधहरू लगाएर चाहिँ यो छेउछेउमा ड्यामहरू लगाएर खोलालाई एउटा सानो डोल्याएर एउटै खालको बनाइएको छ माथि पनि छ ड्यामहरू र पुल त्यस्तो धेरै लामो पनि छैन ठिकै छ त यो पुल भइकिन हाम्रो सुकानी पारीको यताको गाउँहरूलाई बर्खामा धेरै सहज भएको छ अहिले त कुनै पनि त्यस्तो बाढीले रोक्ने त्यस्तो केही समस्या छैन उता पल्लो खोलाको अगाडि पनि सुकानी खोलाको बोर्ड थियो यहाँ पछाडि पनि थियो यो पछाडिको पनि छैन रहेछ फलामको स्ट्यान्ड जस्तो मात्रै छ र यहाँदेखि उता चाहिँ हाम्रो जुकेखाडी गाउँ छिर्छ र यो देखेको अगाडिको सबै पहिला खेती योग्य जमिन अहिले पनि खेती योग्य छ तर त्यसमा खेती गरिन्थ्यो पहिला अहिले भने छैन अहिले पछाडि विभिन्न संस्था केहरूले चाहिँ जमिन लिजमा लिएर के गर्ने भने सुनेको तर भएको चाहिँ छैन अहिलेसम्म अनि यो हाम्रो जुकेखाडी गाउँ यहाँबाट सिधै गयो भने हामी पुगिन्छ बनअफिस अनि देब्रेपट्टि उँधो झर्ने बाटो छ त्यो बाटोमा चाहिँ हाम्रो घर छ भानी टोलको एउटा सानो बोर्ड पनि छ यहाँ त्यहाँ देखिँदैछ यहाँदेखि देब्रे हाम्रो घर हो भने उँभो 7 नम्बर कुम्बिटार जान्छ र यो सिधै चाहिँ हामी बनअफिस चोक जान्छौँ
र अहिले चाहिँ हामी सिधै घर नगइकन बन्द अफिसतिर गयौँ। त्यहाँ गएर चटपटे खाएर काकीकोमा अनि फेरि हामी घरतिर फर्किनेछौँ। सबैजनालाई धेरै धेरै धन्यवाद लामो भए पनि हेरिदिनु भएकोमा। मकैहरू सुकेर टिप्ने बेलामा भइसकेको रहेछ। त्यो पानी टेप पर देखिएको पानी टेप भने पानीको ट्याङ्की हो, त्यो पहिल्यै बनिएको। यो चाहिँ जुकेखाडी चोक वन अफिस। कालोपत्रे यहाँ पनि पहिल्यै भएको, पहिल्यै भन्नाले त्यस्तो धेरै भएको छैन होला, 4-5 वर्ष भयो होला सायद। अनि बिचमा फुलहरू छ, गमलाहरू, डिभाइडर जस्तो। यसले पनि चोकको सौन्दर्यता अलिकति राम्रो बनाएको छ। यो चाहिँ चटपटे दोकान। यहाँ चटपटे दिउँसो अलिक धेरै प्याक हुन्छ, बेलुका बेलुका पनि अलिक ठिकै हुन्छ। अहिले पनि मान्छे अलिअलि रहेछ। यहाँ हामी चटपटे खान्छौँ, खाएर हामी घरतिर लाग्ने हो। यो मेरो भिडियोमा चाहिँ क्यामेरा रेकर्डिङ हुँदै गर्दाखेरि चाहिँ के भएर हो साउन्ड आएन। त्यहाँदेखि मैले भोइस ओभर गरेको यसमा चाहिँ। त्यो अगाडि काम पनि अलिकति भोइस ओभरै छ। यहाँनिर चटपटे खाएर एकछिन बसेर अनि यसो चोकको नजारा गर्दै यो लाइनहरू सबै पसलहरू सानो सानो सबैको। यो अग्लो घर यहाँ पहिलादेखिको हो। यो चाहिँ हो जुकेखाडी चोक। के गर्दै हुनुहुन्थ्यो यहाँ? लुडो खेलाइ हुँदैछ यहाँ। टाइम पासहरू छैन, लुडो खेल्यो है, टाइम पास यसले पनि भएको छ। पहिला पहिला हामी धेरै खेल्थ्यौँ लुडो। अर्को काठको झन् गोटी बनाएर, यो त फोनमा खेल्दै हुनुहुन्छ। पहिला काठको बोर्ड बनाएर काठको बोर्डमा चाहिँ दिनभरि बाजी खेलिन्थ्यो लुडो पहिला। थ्याङ्क यू सो मच सबैलाई।